अगाडिलाई कस्तो लाग्यो अलिकति आएन ताली आएन राम्रो लाग्यो क्या हो कस्तो लाग्यो बिस्तारै अगाडि आइदिनु होला है केही छ हाम्रो अभिषेकजीलाई के भन्नु छ हाम्रो आकृतिजीले चाहिँ के भन्नुहुन्छ जस्तो छ ल सबैजना अगाडि आइदिनु ल तपाईँहरूको हुन्छ एकदम तपाईँहरूलाई जस्तो लाग्यो फेरि त्यस्तै खालको प्रतिक्रिया दिनु होला है त पार्ट 2 आउँछ अब देश समाजमा भइरहेको देखेर खाने फिल्मले पार्ट 2 चाहियो पार्ट 2 को वेटिङमा है हामी चाहिँ अब छातीमा छोयो क्या फिल्मले आँसु मात्र आउनु सकेन अब सबै म हालिदिन्छु खिचेन परिस्थिति हामी त अर्काको घर पाकेको भात मिठो लाग्छ अरे के लाग्यो तपाईँले अब एउटा फिल्म मेकर पनि हुन्छ निर्देशक पनि हुनुहुन्छ धेरै खालको छ धेरै मेनु छ भात यो त भात त ठिकै भन्नु थकाली हो क्या थकाली हो सङ्गीत त्यत्तिकै मिठो छ होइन अनि त्यसपछि तपाईँको फोटोग्राफी एकदमै राम्रो छ अनि आर्टिस्टहरूको अभिनय अनि त्यो सेटिङहरू कलरफुल छ भिजुअल एकदमै रिच छ सबै कुराले भरिपूर्ण छ यो भात मात्रै भन्दा पनि एकदम थकाली सेट सजिएको थकाली सेट भन्नुपर्ने सम्पूर्ण मैले लिएर आएकै थिएँ होइन एकदम गजबको विषय छ सोसल ड्रामालाई लभ स्टोरीमा राख्नुपर्छ धेरै चाहिँ पनि एउटा च्यालेन्जिङ कोसिस एकदमै एकदमै छ एउटा लभस्टोरी बनाउनु भनेर मलाई चाहिँ तर सकिरहेको भने पनि उहाँलाई सपोर्ट गर्ने मलाई सपोर्टमा तपाईँ चाहिँ कतिको उहाँलाई के सुझावहरू दिनुहुन्छ फिल्म हेरिसकेपछि हामी चाहिँ उहाँको करियरको ल ल ल ल जम जम मुस्ताङ मुस्ताङ ल ल ल ल